आज हामी यहाँनिर एक ठाउँमा घुम्न आएको छ। यहाँ रमाइलो पनि भइरहेको छ। बच्चाको लागि होला नि त त्यो खेल्ने हैन के गरेको हो? यो पिङ खेलेको ठीक छ। कस्तो लागिरहेको छ? भोक लाग्यो के द्याट्स नेम टम हामी आगो ताप्दै चिया खान लागिरहेको। आज हाम्रो लस्ट भ्यालीको दोस्रो दिन। हिजो रातिको बर्थडे सेलिब्रेसनपछि हामी पुग्लुक्क सुत्यौँ र फ्रेस भएर उठ्यौँ। हिजै राति योजना बनाएको हुनाले हामी सोही अनुसार आज अगाडि बढ्यौँ। यसो म उठ्नुभन्दा अगाडि किन ब्रेकफास्ट रेडी छैन? ल यो चाहिँ आज हाम्रो बिहान बिहान ब्रेकफास्ट खाने ठाउँ। कस्तो लागिरहेछ भेर्न? रमाइलो भइरहेछ, रमाइलो भइरहेछ है। ठिक छ, म सुरु गरेँ। ल लेट्स स्टार्ट। मायालु त्यही भएर दिमाग लगाएर कालो चस्मा लगाएर आउनुपर्छ कि मलाई त के जस्तो नै लागेको छैन पोलराइड लगाएर। त्यसो भए यता बस्न त आइज। हुन्छ आइएम रेडी। यो कुर्सी तान्न मिल्छ? मिल्छ तर म धान ओ आजको बिहानको ब्रेकफास्ट के छ हेरौँ न त। पाउरोटी यो के हो? प्वाटी अनि चिया बटर हालेर बमल बनाइदियो क्या? दियो दण्डदान दियो। खोइ कङ्गारु बोला त एकजनाको बाउलमा 3वटा अन्डा छ है। हो र? ला कसलाई पर्यो? द्याट लकी म्यान। नो हो मलाई पऱ्यो जस्तो छ। त्यो झोल हुनुपर्छ। ठिक छ मैले खान्छु अन्डा खाने मै मा छ उ त्यो छ होइन दुईटा देखेछ? त्यसले अन्डा धेरै खान सक्दैन। दुईटा छ। क्या बोल रहा है? उबला हुआ अंडा मांग रहा है। घोटाला गर्ने हो है? त्यसमा तैँले सिट साटेको के? यो मेरो हो? ठिकै छ। हुन्छ तेरो। कसरी यो मैले खाइदियो भने कसले के गर्छ? ओहो ब्याकग्राउन्ड हेर त पाहाड। हामी सक्यो ओ माय गॉड। ओहो गेडागुडी कस्तो भएछ? कुन चाहिँ? रातिको मिठो निन्द्रा अनि बिहानको हेभी ब्रेकफास्टपछि आज हामी लस्ट भ्यालीको बो डेजर्ट भन्ने ठाउँमा घुम्न जाने योजना बनायौँ र सोही अनुसार तयार भएर हामी घुम्न पनि हिँडिहाल्यौँ। करिब 45 मिनटको ड्राइभपछि हामी डार्लिङटन पार्क भन्ने ठाउँमा पुग्यौँ। यसो घुम्यो यताउति हेऱ्यो डाँडासाँडा देख्यो अलिअलि चरासरा पनि देख्यो। अब यहाँबाट फेरि अर्को ठाउँ जाने त्यहाँ गएर चाहिँ बार्बिक्यू गर्ने अनि त्यसपछि दाउरा साउरा गर्ने अनि बेलुका स्टार गेजिङ गर्ने हेर्नु जाने अब चाहिँ। अनि यहाँ चाहिँ यस्तो दामी भिक्सको रुख छ कि होइन, यस्तो भिक्सको रुखै रुख छ, एकदम राम्रो बास्ना आइरहेछ। अनि यहाँ लेख्नु पनि लेखेको छ भिक्सको रुखलाई चाहिँ केही हानि पुऱ्याउने होइन, गाडी पनि भिक्सको रुखबाट अलिकति टाढै रोक्नु भनेर भनेछ। त्यही भएर मान्छेहरूले यता रुखहरू चाहिँ एकदम प्रोटेक्ट गरेर राखेको छ। आज हामी यहाँनिर एक ठाउँमा घुम्न आएको छ। यहाँ रमाइलो पनि भइरहेको छ। यस मेरो बर्थडे मनाएर त आएको के रमाइलो भएको छ। यहाँ सबैजना फोटोसोटो खिचिरहेको छौँ हामी सबैजना मिलेर। हावा नि चिसो लागिरहेछ, चिसो भइरहेको छ, रमाइलो छ। काक्लो ड्रेस लगाएर यसले होइन मैले चाहिँ न्यानो कपडा लगाएको छौँ, मैले पनि ल्याएको छु। ठिक छ। अनि आज बेलुका के गर्ने त? बार्बिक्यू गर्ने हो? आज बेलुका हामी बार्बिक्यू गर्ने बाहिर गएर हो। केही क्षण डार्लिङटन पार्क बसिसकेपछि हामी बो डेजर्ट भन्ने ठाउँतिर लाग्यौँ र त्यहाँ एकछिन घुम्न थाल्यौँ। गरेको हल्लिरहेछ? बच्चाको लागि होला नि त त्यो खेल्ने ठुलो मान्छेले खेल्ने हो र? ठिक छ। धान्ने रहेछ है, फलामको सिक्री बलियो रहेछ। फलामको सिक्री बलियो हुने रहेछ। ठिक छ, साङ्लै रहेछ। यो त बच्चाको पार्क रहेछ। बच्चाहरूको कति सानो बच्चाले खेलिरहेको थियो? हो र? ज्यान त बच्चा छैन नि हो र? त्यो मनले धानिरहेको छ त्यो सिक्री। हेलो के छ? के गरेको हो? यो पिङ खेलेको। पिङ खेलेको? यो पिङ त बच्चाहरूलाई जस्तो छ नि। हो बच्चै हो म पनि। तर हुँदा त बुढो मान्छे मभन्दा ठुलो बच्चालाई खेलेको मैले प्रत्यक्ष देखिरहेको थियो। अनि कस्तो हुने रहेछ भनेर हेर्न आएको। यस्तो गर्नु भएन नि त। ए जति पनि गर्न मिल्छ। साङ्लो देखेन फलामको? कस्तो मजा आछ। सुत्न मन लाग्यो। निदाइदिनु क्या हो? होइन निदाइदिनु पर्ला। हुँदैन। ओहो मिल्छ। ऊ त्यहाँ पुल अफ रो देख्यो? अब गएर त्यहाँ चेक गर्नु पऱ्यो बच्चाहरूको पुल अफ रो कस्तो हुने रहेछ। 1 2 3
आम्मा यो त हेभी छ त आम्मा यो ट्राई गर्नु पर्यो पुसअप बाफरे पुरा चेस्ट एक्टिभेसन भयो बाफरे ल ठिक छ अब अर्को देख्यो भने फेरि गर्नु पर्यो ऊ त्यहाँनिर एउटा घुम्ने ठाउँ पनि छ जाने हो त फेरस व्हिल होइन त फेरल व्हिल जानुपर्छ ऊ त्यहाँ के गरिरहेको छ एउटा एक्सर्साइज गर्नेले बर्थडे गर्लले त एक्सर्साइज गर्नु भइरहेछ ए यो यस्तो गर्न मिल्ने रहेछ ठुलो बल्ल फ्रेस फिल भयो मजा आयो मैले चाहिँ यो विल देखेर दौडिने अब यता दौडिनु पर्यो कस्तो हुने रहेछ भनेर लड्यो भने उठ्ने मलाई म घुमाइदिउँ ए दौडे दौडे फुलमा जाऊ फुल स्पिड ल हेरौँ तेरो फुल स्टिक भाइ लड्या हो कि क्या हो के भयो होइन होला के भएछ मजा बेबी गर्ल कस्तो लागिरहेछ मजा आइरहेछ हेर्नु न कस्तो क्युट आएको क्या बच्चा दिउँसोको समय भएको अनि हामीले बिहानदेखि नै घुमेको कारणले हामीलाई अलिअलि भोक लाग्न सुरु भइसकेको थियो यसै कारणले हामीले एउटा क्याफेमा गएर कफी पियौँ र अहिलेसम्म के कस्तो भयो भनेर हामीले एकछिन गफ पनि गऱ्यौँ खै एउटा फोटो खिचिदिनु न ठिक छ कुन कफी हो यो It's cappuccino. ठिक छ ल तारा मैले ह्याप्पी बर्थडे भनिदिनु दे यताबाट कस्तो लागिरहेछ ह्याप्पी बर्थडे टु यु सुन्नु पाउँदाखेरि आवाज बोल्ती बंद हो गया क्यों हिल गया बोल्ती बंद हो गया हामी त यो के भन्छ बो डेजर्ट भन्ने ठाउँमा मरुभूमि आज नि आइबस्ने अब यता एक दिन बस्यो चिया खायो यिनीहरूले कतिवटा गानामा डान्स गर्यो अब भोलि आउने यहाँबाट गुटुङ टुङ छ 34 किलोमिटर टाढा आधा घन्टामा पुग्छ 34 किलोमिटर अनि त्यहाँबाट गइसकेपछि आज चाहिँ सेकुवा पोलेर खाने सेकुवाको लागि गोलभेडा प्याज सबै किन्छौँ हामीले अनि खासै मैले कफी चाहिँ खाँदैन आज चाहिँ अलिकति क्याफिन चढाउनु पर्ने भएको छ इनर्जी लो छ गाडी कुदाउने बेलामा निन्द्रा लाग्नु हुँदैन यस्तो फ्रेस भएर कुदाउनुपर्छ गुटुङ टुङ कुदाउने अब एकछिनमा हिँड्ने हो अब हामी हो कि होइन बोल्ती बन्द हो क्या अब हामी बस्ने ठाउँ घर
त्यो सानो क्याबिन छ पुरै पाहाडै हाम्रो ल अब एकछिनमा हिँड्ने अब हामी अब गाईहरू हेर्नु जानु लाग्यो। यो चाहिँ हामीले गाईलाई घाँस खुवाउनु लाग्यो। यहाँको ओनर चाहिँ लास्टै रमाइलो छ, गाईलाई घाँस खुवाउनु आइज भनेछ। साँझपख गाई बस्तु भेडा बाख्रा अनि त्यसपछि कुखुरालाई खाना खुवाउन हामी फार्ममा गयौँ। हामी जाने बेला गाई बस्तु हाम्रो लागि कुरिरहेको थियो र ओनरले हाम्रो लागि भनेर गाईको लागि ताजा घाँस पनि छुट्याएको थियो। गाईलाई खाना खुवाइसकेपछि हामी भेडा र कुखुरालाई पनि खाना खुवाउनुतिर लाग्यौँ। घाँस खुवायो त कस्तो लागिरहेछ गाईलाई घाँस खुवाउँदाखेरि? ए गाईहरू कति धेरै रहेछ, हरेक गाईको नाम छ। उयो सबभन्दा ठुलो गाई, सानो गाई, एउटा गाई चाहिँ त्यहाँ एक्लै छ रिसाएर बसिरहेछ। भाले 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 I'm enjoying it. Yeah, but I'm a cat. Yes, yes, that's the attraction, right? Yeah, there you go. It's just resting over there. Maybe it's Ginger. It's Ginger. And what's the cat's name? Tom. Tom. How you doing, darling? Oh, cheeky. Hey. It's really friendly. Yeah. भेडालाई खाना खुवाउनु जाने भनिरहेछ। अब भेडालाई खुवाउने ठाउँ चाहिँ अलिकति टाढा छ अरे, किनभने गाई र भेडालाई चाहिँ छुट्टै छुट्टै राख्छ अरे। अब त्यहाँ गएर हेरौँ अब कस्तो रहेछ, कतिवटा भेडा रहेछ भने। भेडालाई खाना खुवाउनु आइरहेछ, भेडालाई खाना खुवाउने उनीहरू यही हो। यहाँ चाहिँ भेडाहरूले चाहिँ अहिले धेरै नै फ्रेन्डली छ अरे। अलिकति खुवाउने बित्तिकै हातै खाना आउँछ अरे, एउटा त आइसक्यो उनीहरू देखाउनलाई। साँझपख गाई बस्तु अनि त्यसपछि कुखुरालाई चारो खुवाइसकेपछि हामी बनफायरमा बस्यौँ र चिसो मौसममा तातो चिया खाँदै आनन्दले आगो ताप्यौँ। हामी आगो ताप्दै चिया खान लागिरहेको। यो चिया बनाउने कुकको होला है? यो मैले ट्रेनिङ दिएको हो, यो जसले पनि बनाएको। मैले ट्रेनिङ दिएको अनुसारले बनाएको छ। छेउछेउमा पुग्न थालेछ। इट्स गुड फर यस्तो चिसो मौसममा तातो चिया। इट्स भेरी गुड। कस्तो छ चिया? चिया एकदम पिरो छ। यो खाएर घाँटी दुखेको ठिक हुन्छ? सायद बिरामीलाई नि निको बनाउँछ है। कसले बनायो होला यस्तो दामी चिया? जसले पनि दियो ट्रेनिङ त मैले दिएँ। होइन चिया बनाउने कुकै मै होला जस्तो छ। हो हालिदिएको त मैले। होइन कुकै मै हो कि मैले बनायो। यसरी नै साँझपख हामी सब परिवार आगोमा गोलो बनेर एकछिन आगो ताप्यौँ र दिनभरि के भयो भनेर एकछिन गफ पनि गऱ्यौँ। दिउँसो गाई गोरु अनि कुखुरालाई चारो खाएको कुरा पनि गऱ्यौँ र भोलिको दिन के गर्ने भनेर योजना पनि बनायौँ। यसरी 2 दिन गएको पत्तै भएन र भोलि अन्तिम दिन के गर्ने हो भनेर अब हेर्न बाँकी नै छ।